welcome to my vlog. आइसक्यो so guys हेर न उसको विश पुरा होस् स्वागत गन्तव्यका लागि नजाऊ न तिमी त कस्तो रहिछौ ओइ आउ न आउ गाइज हेर न ओइ भन्नु पर्दैन म एक्लै फेरि म यहाँ बिचमा बस्छु न वेलकम टु माई भ्लग ओइ बोलाउ न प्लिज बोलिदेऊ न मेरो भ्लगमा गाइज हाम्रो वासरुम Happy birthday, dear Ritu. Happy birthday to you. May God bless me. May God bless you. Happy birthday to me. Happy birthday to me. Happy birthday. अस्ति हामीहरु जाँदै भए एमबीबीएसहरुको त्यो हे प्रभु मेरो बर्थडे विश के छ भने मेरो छिटो आइपुग्नु तिमीले भने होला नि त मैले उसको विश पुरा होस् उसको मेरो विश पुरा होस् उसको बर्थडे सबको पठाइदिन्छ नि अनि पेपीलाई प्रति ए रितु फोटो देऊ टीका उसको बर्थडे वाला मलाई गिफ्ट दिनु टीका Make it make sense. What's the other? What's the cake खिच्ने के खिच्यौ ओए त्यो कति राम्रो थियो कि अस्तिको कुर्ता सुरुवाल चुक्लाहरु देख्नु तिमी आऊ पछाडी यहाँ मात्र पछाडी आऊ लाइक अगाडि आऊ न अगाडि त के जानु सबैले केटाहरु बस्छ हामी फाइनली फर्स्ट सेमिस्टर नभइकन सेकेन्ड थर्ड सेमिस्टरमा आइसकेका छौं हाम्रा दाइहरुले वेटिङ एरियामा राखिदिनु भएको छ 12 बजे बोलाएर हामी 12:30 तिर आउँदाखेरि नि हामी यहाँ कुर्नु परेछ हाम्रो हालत यस्तो छ प्लिज यार प्लिज हामी वेलकम एरियाबाट भागिसकेका छौं किनकि हाम्रो साथीले यहाँ कुर्ता नलागो भएर उलाई कुर्ता लाउनु पर्यो गरे भिडियो नबनाऊ है दाइ हो मलाई के लाग्यो भने धन्यवाद मिठाई पनि पाएँ मैले मेरो बर्थडेमा उसले मिठाई दियो मसँग के घरबाट आउँदाखेरि पनि भ्लग छ कि एडिट गर्न तर मैले गर्दिनँ के कति टाइम लाग्दो रहेछ नि ल्यापटपमा ठिको घरको यस्तो दामी छ फेरि फुलै फुल एउटा फुल अर्को फुल आइम नट FOL वाला फुल बट आइम ए फ्लावर वाला फुल फाइनली कुर्ता लाइन स्वाहा यार यिनी पनि रेडी भइसकिन् भर्खरै पाइटबाट यिनी सुन्दरी भइन् केटी के अरे केटी जस्तो देखिने नि अब चाहिँ हामी फेरि त्यही पूर्वाञ्चलको बाटो जाँदैछौँ एउटै हो हामी फरक ठाउँको भएर हाम्रो भाषा फरक हुन्छ लाइक भाषा फरक होइन तर बोल्ने के तरिकाहरू फरक हुन्छ ए मलाई सुहायो यार म चिलमा हेर न यहाँ कस्तो भरिने हेर न हाइट हे भगवान् मलाई नि अलिकति अल्को गराइदेऊ न यार लाज लाग्छ त्यो कुर्ता चलाउन यार दिदीहरूले आँखा लाउला नै रे तर दिदीहरू कस्तो राम्री हुनुहुन्छ भनेको हाम्रो रुमको दिदीहरू देखेछौ अनमोल दिदी हाम्रो रुमको होइन नि हाम्रो रुमको त बिएसएन हो कि बिएनएस हो लास्टै राम्रो लाग्छ मलाई दुईवटा दिदीहरूको अगाडि त केही होइन दिदी म प्रशंसा गरेँ है पैसा दिनु होला नि त म भेटाउनुहुन्छ यस के अरे रुम नेबर्स हामी फाइनली आइसक्यौँ यहाँ हाम्रो बिल्डिङ आइसक्यो रुम
लाग्दैन छोड तुलाई फोन गर अरे तेरो प्रीतिलाई तिमी दुईटाको नाम गाइस मलाई नै फोन गर भन्छु निले तिमी दुईटाको नाम एकचोटि खै घुमेर पूर्वाञ्चल देखाउँछु मैले ओइ बेइज्जत हुने भयो यस हारमा परिवार परिवारसँग चिन्जान गराउनु अर्को भनेको गोठाको वातावरणसँग परिचित गराउनु र सम्पूर्ण भाइ बहिनीहरूलाई होपलेस हुनुहुन्छ होला त्यसको लागि मोटिभेट तथा आत्मविश्वास बढाउनका लागि यस कार्यक्रम सञ्चालन गरिएको छ अब कार्यक्रमलाई सञ्चालन गर्नु अघि हाम्रो 7 ब्याचको तर्फबाट र युनिभर्सिटीको तर्फबाट हाम्रो यस पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्समा हार्दिक स्वागत गर्दछु साथै यस कलेजमा आफ्नो स्थान कायम गरी जीवनको नयाँ अध्याय सुरु गर्नुभएकोमा तपाईहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु तपाईहरु हाम्रो फार्मेसी परिवारमा नयाँ सदस्यको रूपमा जोडिनु भएकोमा हामी गर्व महसुस गरेका छौं तपाईहरु फार्मेसी जस्तो संवेदनशील र सम्मानित क्षेत्र रोजेर आफ्नो भविष्यको बलियो जब हाल्नु भएको छ म चाहन्छु कि तपाईहरु यहाँ केवल किताबी ज्ञान मात्र सीमित नभई व्यक्तिगत विकास अनुशासन मित्रता र अनुभव पनि हासिल गर्नुहुनेछ किनकि हामी सबैको साझा उद्देश्य भनेको सफल मेडिकल कर्मचारी हुनु हो एकाडेमीको सुरुवातमा मैले भाइ बहिनीहरुमा जुन प्रकारको जोश ऊर्जा देखेको छु त्यही ऊर्जालाई कायम गरी अगाडि बढ्यो भने भाइ बहिनीहरु एक दिन सफल हुनुहुनेछ भन्ने हामीले आशा व्यक्त गरेका छौं हामीलाई थाहा छ नयाँ ठाउँ नयाँ वातावरण आउँदा केही अन्योल र केही डर हुन सक्छ तर ढुक्क हुनुहोस् अब हामी तपाईको सिनियर मात्र होइनौं तपाईहरुको साथी र सहयोगी पनि हौं र तपाईहरुको हरेक समस्यामा साथमा रहनेछौं कुनै समस्या वा अन्यल भएमा हामी तपाईहरुको सिनियर सधैँ तपाईहरुको साथमा रहनेछौं हामी आशा गरेका छौं कि अबको आउने यात्रा हामी सबै तपाईहरुको उत्साहजनक र यादगार रहनेछ अन्त्यमा तपाईहरुको यो 4 वर्षको यात्रा अत्यन्त सुखद फलदायी र स्मरणीय रहोस् भन्ने कामना गर्दछु हाम्रो सबै मिलेर फार्मेसी क्षेत्रलाई अझै उचाइमा पुर्याउने प्रयास गरौँ फेरि एकचोटि तपाईहरुलाई यो पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्स परिवारमा स्वागत गर्दछु धन्यवाद स्वागत गन्तव्यका लागि यस फर्स्ट सेमिस्टर बिफामका हाम्रो प्रिय साथी तथा सिआरलाई यस सेसनमा आमन्त्रण गर्न चाहन्छु मेरो तर्फबाट यहाँ उपस्थित सबै जुनियर साथीहरूलाई हार्दिक स्वागत गर्दैछु आजको दिन तपाईहरुको जीवनमा नयाँ अध्यायको सुरुवात हो यहाँ तपाईहरुले केवल नयाँ विषय पढ्नु मात्र हैन नयाँ अनुभव नयाँ साथी नयाँ चुनौतीहरू पनि पाउनुहुनेछ कलेज जीवन कहिले सजिलो हुन्छ कहिले चुनौतीपूर्ण हुन्छ तर धैर्य र मेहनत र सकारात्मक सोचले तपाईहरुको सफलताको बाटोमा अवश्य लैजानेछ हामी सातौं ब्याचका सिनियरहरूले सधैँ तपाईहरुलाई साथ दिनेछौं समस्या वा जिज्ञासा भएमा हामी तपाईहरुको लागि सधैँ उपलब्ध हुनेछौं साथै कलेज जीवन रमाइलो मात्रै हैन अध्ययन अनुशासन र जिम्मेवारीको समय पनि हो त्यसैले नयाँ यात्रा सुरु गर्दा सधैँ निम्तो रहनुहोस् साथीहरु र कलेजको अनुभवलाई मजा साथ लिनुहोस् तपाईहरुलाई फेरि हार्दिक मेरो तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु